So hello and namaste guys, welcome back to my YouTube channel. आशा छ सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। अनि आज चाहिँ म स्याङ्जा र पाल्पा बीचको सिमाना कभर गर्न जाँदै छु र म आजको यात्रामा के कस्तो क्षणहरू हुनेछ तपाईहरुमा पक्कै पनि म आज शेयर गर्नेवाला छु। स्टे ट्युन्ड। म पनि आइसके गाइस पुष्पाको भ्लगमा हैन। यस्तो सब्स्क्राइब गर्नुपर्छ। सुषमाको YouTube च्यानल चाहिँ म मेरो क्याप्सनमा मेन्सन गरिदिन्छु अनि म पनि गरिदिन्छु ल। लेट्स गो गाइज। ल साथीहरु अब चाहिँ हाम्रो मोटो ब्लग स्टार्ट हुन्छ हैन। सो अब मोटो ब्लग हेर्न सुरु गर्नुस्। अनि अब फेरि भर्खरै भिडियो के कस्तो भयो भनेर हेरेको अगाडिको भ्यू चाहिँ फोकस अलि राम्रो भएन छ। त्यही भएर मेरो फेरि हेलमेट हाफ फेस वाला छ के, त्यही भएर अलि मिल्दैन। अनि चेस्टमा लगाएको चाहिँ यस्तै हुँदो रहेछ के, यहीँनिर फोकस गर्नु के। अहिले आई होप राम्रो भएको छ, बाटो देखिएको छ र हेर्नुहोस् यो भ्यूहरू चाहिँ तपाईले यदि लिन चाहनुहुन्छ भने स्याङ्जा जिल्ला आउँदा हुन्छ। स्याङ्जा जिल्ला आएर मलाई सम्पर्क गर्दा हुन्छ। यो चाहिँ मेरो फेभरेटै भ्यू हो, एकदमै मन पर्छ कि मलाई। स्याङ्जा जिल्लाको पनि कालीगण्डकी गाउँपालिका यो पनि हो, तर त्यो चाहिँ गुल्मी जिल्ला, यो चाहिँ स्याङ्जा जिल्ला, तर गाउँपालिका चाहिँ नाम चाहिँ जुदा छ कि। उता पनि कालीगण्डकी, यता पनि कालीगण्डकी। त्यो पनि कालीगण्डकी गाउँपालिका हो कि। उता के रे चेमीतिर सत्यवती हो, यतातिर यो भेग चाहिँ पुरै सेरो कालीगण्डकी गाउँपालिका हो कि। हामीले पनि अहिले आज मोटर गाडी गुडिरहेछ। यो चाहिँ कहाँ हो त? स्याङ्जा जिल्ला, पारीको चाहिँ गुल्मी जिल्ला। हामी गुल्मी जिल्ला चाहिँ पहिलो भ्लगमा एन्टर गरिसकेका छौँ गाइस। आज चाहिँ हामी जाँदैछौँ पाल्पा जिल्ला। एङ्गल चाहिँ नमिल्न सक्छ, त्यसमा चाहिँ माफ गरिदिनु होला। अब पेट्रोल राख्नु पर्यो, अनलाइन पे गर्नुपर्ने हुनेछ, त्यही भएर अब एकछिन चाहिँ कति राख्ने डिस्टेन्सको रमाइ त। ल बल्ल बल्ल फाइनली भयो गाइजहरू। अब फेरि हामी आफ्नो यात्रालाई निरन्तरता दिनेछौँ। यो हाम्रो चाहिँ गाउँबाट काठमाडौँ जाने नाइट बसहरू हो यिनी चाहिँ। ल अब फेरि यात्रा सुरु गरौँ है। पानी खाम, पानी पानी पानी। हामीसँग चाहिँ वाटर ब्याग छैन, फ्युचरमा हुनेछ। नभएको राम्रो घरबाट पानी यस्तो हुन्छ कि इन्जिन ब्रेक युज गर्नुपर्छ यस्तो बेलामा चाहिँ टक्क लाएर आत्तिनुहुन्न। ल पछाडि बस्ने मान्छे आत्तेर। यो चाहिँ बलाम देवी है साथीहरू। सरी मैले हर्न अर्पण गर्न बिर्सिए भोगे। यस्तो इमर्जेन्सी झापा आइपुग्यो भने चाहिँ इन्जिन ब्रेक युज गर्ने, अनि फेरि दुइटै ब्रेक युज गर्ने। क्लच झाप्प लाएर फेरि इन्जिन फ्री हुन्छ, अनि फेरि गाह्रो हुन्छ। त्यही भएर सट्ट मिलाएर मैले कसरी भन्नु पनि त्यही अनुसारले गियर झ्याप गियर डाउन गर्नुहोस्, त्यहाँबाट टाक्क ब्रेक हान्नुहोस्, क्लच छोड्नुहोस्। क्लच छोड्नु हो। याक्छिनको टर्निङ भनेको कि मैले, हेर न यत्रो ठुलो के सलल्ल नातिकिन स्लोली लिएर हिँड्नु मजाले गइन्छ। अनि याक्छिन टक्कलाई ट्रक आयो नि झसङ्ग झस्कियो हो। त्यही भएर चाहिँ क्लच त्यो बेलामा क्लच समाउनु हुन्न, किनभने अगाडि झ्याप के साधन आइसक्यो नि, झ्याप क्लच समायो भने इन्जिन फ्री हुन्छ। इन्जिन फ्री भएपछि बाइक कन्ट्रोलमा हुन्न कि, त्यही भएर यसरी नै ह्यान्डल गर्नुहोस्। क्लच समायो भने बाइकमा चाहिँ इन्जिन फ्री हुन्छ अनि झ्याउ झ्याउ हुन्छ के। याक्छिनको पनि कस्तो राम्रो भ्यू देखेको। ल माइक चाहिँ अझै सफा आवाज आइरहेको छैन। ल जाम अब फेरि बस। अगाडि ट्रक आइरहेको जस्तो महसुस भइरहेछ मलाई। हामी चाहिँ सेम सेम जुत्ता लाएर हिँडेका छौँ साथीहरू। यो नाइकी होइन, यो नाइका है साथीहरू। नाइकाहरूले नाइका सुज त्यो उता गरेको। तिम्रो नाइका हो कि नाइक लेखेको? तिम्रो मतलब तिम्रो नाइकाले अहिले त आउनु भयो। हल्ला
यस्तो चलाउनुहुन्छ कि अनि त्यसपछि डर लाग्दैन त अनि कहाँ 40 की स्पिडमा चलाउनु त नि यहाँ राम्रो देख्नु भयो साथीहरू यस्तो हुन्छ के टिप्परको अघि भर्खरै टिप्परको बयान गर्दै थियौँ ओके हो न तर गइन्थ्यो यार यसरी नचलाम जो पनि हुनुहुन्छ टिप्पर बस बाइक स्कुटर एकदमै आफ्नो ज्यानलाई पनि माया गरौ अरूको ज्यानलाई पनि माया गरौ यस्तो पाराले हुँदैन यति बेला हामीले टर्निङमा भेटेको कति सातो जान्थ्यो होला गर्नुहोस् अनि सिकिहाल्नु यो गाडी चाहिँ कति स्मुथली हुन्छ क्या इभी इलेक्ट्रोनिक भेहिकल ल स्लो गरौँ है साथीहरू स्लो गरौँ नोइज रिडक्सन वाला भनेर नोइज क्यान्सलेसन भनेर माइक मगाएको हो तर घ्यार गरेको छ आवाज त यो माइक खासै के भन्छ चलाउन नजानेर हो पिरपरो मोबाइल र माइक अथवा जेसँग कनेक्सन छ नि त्योसँग चाहिँ हल्का डिस्टेन्समा राख्नुपर्छ भन्नुहुन्छ त्यो सम्भवै छैन क्या हाम्रो 4 जना सब्सक्राइबरले हेर्दै हुनुहुन्छ यहाँलाई त्यसपालि सब्सक्राइबर देखिसकिन् बिखान भन्न आउनु भएन ठिकै खाने है चाहिँ क्याबहरू कलक्क बना साइड लाइट दिउँ टक्क हाइवेमा आएपछि हेरौँ वाउ देख्नु भने मेरो दाइले मलाई गाली गर्नुहुन्छ चटपटी खाइदिनु त त्यसो भए ल टेस्ट गर्न मिठो हुन्छ 50 रुपियाँको खाम के 50 रुपियाँको चटपटी बनाइदिनु होला मिठो के कम छ भन हामीलाई किन्नु ल मिठो हो जिरोमा आएर टक्क यहाँ आएर चटपटी खान नबिर्सिनु होला लोकेसन साइड देखाइदिन्छौँ किनकि उहाँलाई हामीले अहिले सब्सक्राइब गर्न पठाउने छ लोकेसन साइड हजुरहरूलाई देखाइरहेको छौँ उहाँको प्रत्येक खानु चाहिँ नबिर्सिनु एकछिन बस्दा देखाएर यही के गाडी बनाउँछ ल ठिक छ ल बस बस न लास्ट छ यार ल अब यताबाट चाहिँ हामी हाम्रो यात्रा कन्टिन्यू गर्नु चाहिँ उभिन चाहे ल अलि बिस्तारै भयो तिमी उभिएर बस्नु बस यमराज आइहाल्नु उठेको है ल अब सल बाटो चाहिँ टर्नै छ हजुर तिमीले डिस्टर्ब नगरे अगाडि गाडीहरू ध्यान आइहाल लास्ट पोलो साथीहरू पोलो यो बाटो चाहिँ बुटोल धेरैचोटि गइसकेको छु त्यति बेला चाहिँ मैले भ्लग बनाउँदिन थिएँ क्या त्यही भएर बुटोलै जानलाई त अहिले सम्भव छैन टाइम छैन धेरै कुराहरू मिल्दैन ट्रक पनि राम्रै स्पिडमा आउँछ त्यही भएर नजिकै ढिलो उडे आएन आनन्दले जाम
तर डिस्टेन्स चाहिँ मेन्टेन आफ्नो अगाडि चाहिँ ठुलो गाडी छ भने चाहिँ डिस्टेन्स मेन्टेन गर्नुपर्छ किनभने हामी उहाँको क्लोजमा गयौँ भने तिमीले पनि सुनेर है ट्रक बस यस्तो ठुलो गाडीहरू हुन्छ नि हामी त नजिक गयो भने देख्दैन कि उसले ब्याक गर्यो अथवा अगाडि केही झाप्प इमर्जेन्सी ब्रेक लगाउनु पर्यो त्यस्तो भयो भने चाहिँ हामी पिल्सिन्छ पछाडि त्यही भएर यस्तो ठुलो गाडीको अगाडि चाहिँ मेन्टेन गरेर हिँड्नुपर्छ कि त्यही अगाडि झ्याप्प अकस्मात केही कुरा भइहाल्यो भने पनि झ्याप्प लाएर आफू चाहिँ टाढोबाट रोकिन पाइयो भन्नु पुष्पालाई सबैजनाले यत्रो नलेज पाइसक्यो मैले त विशेष धेरै नै स्वागतम अझैचोटि चटपटी आए आइसनालको सेलरोटी के पटक्क गरौँ आइसनाले त सेलरोटी खाँदै बस्दै गरी होली पटक्क त गरौँ होइन झर्नुहोस् त सुस्मा मिस टायर हेर त पछाडिको ए साइड लाइट झरेको अवस्था साइड लाइट फ्र्याक गरेछ ल अब साइड लाइट टाइट गर्नु पर्यो साथीहरू यदि तपाईँहरूलाई साइड लाइट टाइट गर्न आउँदैन नि यसो पुष्पा ग्यारेज वालीसँग यो पुष्पा ग्यारेजलाई सम्पर्क गर्नु होला तपाईँले के अरे यसलाई टाइट गर्न आउँदैन भने भयो गरिसकिन् यस्तो हुन्छ कि बाइकर बन्छु भनेर मात्र नि काम छैन है हातको अवस्था यस्तो छ सुस्मा पुसम कालो रहेछ होइन म यहाँ झारमा पुस्छु अहिले फेरि सर्पको सिजन छ कि यस्तो हुन त कालै हात छ खासै फरक त पर्दैन कालै हात कालै मोबिल मेरो फोनमा नि 50 भन्दा त कमै भए मेरोमा पनि ल साथीहरू गर्मी चाहिँ औडै छ के गर्नु यति छ के अरे कता रामदीमा गएर भरौँ न चिसो पानी अब रामदीपुरमा चाहिँ हाम्रो के बेर छ हामी पुगिहाल्यो त भर्खरै अब मालुङ्गा आउँदैछ मालुङ्गा आइसकेको यति बेलामा आइन्छ भेटिन्छ के हाइवेमा आएपछि त घुम्तीमा गाडी नभेटिने भन्ने त कुरै छैन त्यही भएर घुम्तीमा चाहिँ एकदम सेफली चलाउनु होला घुम्तीमा एकदमै ध्यान दिएर चलाउनु पर्छ अगाडिबाट कार केही न केही झ्याप आइरहेको हुन्छ ध्यान दिनु होला इन्जोय राइडिङ म त इन्जोय नि भइरहेछ पोलिरहेछ गर्मी भइरहेछ ब्रेक हिजो पानीमा भिजेको त्यो भएर अनि अर्को कारण हुन्छ ब्रेकमा कार्बन जमेर सफा गर्नुपर्छ यसको ट्र्याकमा क्यार आयो भने तर बाइक स्कुटर जेसुकै साधन हुन्छ नि अनि त्यसको बारेमा के हरेकचोटि नयाँ नयाँ कुरा सिकिन्छ सबै कुरा मलाई थाहा भन्ने नै हुन्न के कस्तो के कहिले के नयाँ कुरा सिकिन्छ कहिले के नयाँ कुरा सिकिन्छ अचम्मै पर्छ म यति सानो सानो पार्ट्सहरू हुन्छ नि त अनि त्यो पार्ट्सहरूको बारेमा नि सिकिन्छ के थाहै हुन्न के एकैचोटि त हुन्न नि त आफ्नो मेकानिकै हुनु पर्यो कति कुराहरू नयाँ नयाँ कुराहरू थाहा हुन्छ अनि म अचम्म चाहिँ मलाई त्यो कुरा थाहै थिएन यो कुरा थाहै थिएन अब मलाई स्प्लेन्डर पनि यस्तो मनपर्छ कति मन लाग्छ मनपर्छ स्प्लेन्डर सलल्ल चल्छ सिट पनि आनन्दको छ अनि मम्मीहरूलाई लिएर यही हो अब स्प्लेन्डरको चाहिँ अब अफ रोडमा चलाउँदा अलि समस्या हुन्छ टायर सानो हुन्छ चिप्लाउँछ फुर्काउँछ लुटाइदिन्छ स्प्लेन्डरले त्यो भएर अलि गाह्रो नभए यस्तो बाटो सर्को चाहिँ मानेको चाहिँ म अब स्प्लेन्डर बगालै छ सलल्ल हिँड्छ आनन्दले माइलेज पनि मजाले दिन्छ पार्ट्सहरू फेर्नु पर्यो भने पनि धेरै लाग्दैन मेरो ब्याट्री फेर्दाखेरि मैले 1700 देखि 1900 सम्मको चेन्ज गर्ने हो
किरण दाईको ब्याट्री चेन्ज गर्दाखेरि 8-9 हजार लाग्यो भन्नुभएको थियो। 8-9 हजारले त मेरो त पुरा फुल सर्भिसिङ पुग्छ मेरो 8-9 हजारले। त्यही भएर स्प्लेन्डर बजेट फ्रेन्डली छ। बिगिनर हुनुहुन्छ नि स्प्लेन्डर मजाले चलाउँदा हुन्छ, वेट पनि ह्यान्डल गर्नलाई सजिलो। अहिले मैले स्प्लेन्डर चलाएँ नि त, अहिले म जुन बाइक पनि चलाइदिन्छु के। म बुलेट भोस्, एक्सपल्स भोस्, 220 सबै चलाउँछु। तर म अब सबै चान्स मिलाएर सबै बाइकहरूको ब्लग बनाउँछु के। कृपया रोक्नुहोस्। हामीसँग लाइसेन्स बिलबुक दुवै छ, त्यसैले डराउनु पर्ने केही आवश्यकता छैन। बिलबुक पनि अस्ति भर्खरै के भन्छ रिन्यू गरिसकेका छौँ। लाइसेन्स रिन्यू गर्ने एउटा भएको छैन, त्यसैले दुःखका साथ सेफ्टी अपनाएर अगाडि बढ्दा हुन्छ। ल बर्लिन नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद रामजी रजा। ल आइयो हामी अब काली गण्डकी पुल। ल यो पुलबाट तरेपछि हामी आयो पाल्पा। अहिले फर्किएर अब ल हामी पाल्पा इन्टर गरिसक्यौँ है त साथीहरू। अब ल पाल्पा हेर्नुहोस्, यहाँबाट अगाडि फेरि आउनु छ। पहिला स्याङ्जा जिल्ला नै घुमेर भ्याउनी। बस न बस। ल अब पुलमा गएर टक्क लाएर फोटोसुट हान्नुपर्छ। हजुर ल हेलो साथीहरू, हामी चाहिँ डेस्टिनेसनमा आइपुगेका छौँ र डेस्टिनेसन देख्न सक्नुहुन्छ। एकदमै रमाइलो, एकदमै आरामदायी छ। तर अहिले बर्खा भएर चाहिँ यो पानी धमिलो देखिएको, तर अरू बेला आउँदाखेरि मेरो इन्स्टाग्राममा छ फोटोहरू, त्यहाँ चाहिँ एकदमै हरियो निश्चल राम्रो देखिन्छ। ल यही हो आजको ब्लग चाहिँ, राम्रोसँग आइयो, सम्पन्न भयो, राम्रो भयो। ल एकचोटि मैले सरर देखाइदिन्छु है त। अनि यो पुल चाहिँ अब सायद पुरानै भएर होला, त्यसरी ठुलो गाडीहरू आउँदा त पुरै हल्लिन्छ कि पुल। त्यही भएर नयाँ पुल देख्न सक्नुहुन्छ, नयाँ कन्स्ट्रक्सन चलिरहेछ। फुल राइड हेरेर इन्जोय गर्नु धेरै धन्यवाद। अहिलेसम्म हेर्नुभयो भने आशा पनि गरिरहेछौँ र कुकले हेर्नुभयो तल कमेन्ट गर्नुहोस् है। कमेन्ट चाहिँ नछोड्नु, कमेन्ट गर्न छोड्नुभयो भने त हामीलाई थाहै हुन्न। त्यो कुरा चाहिँ एकदम ख्याल गरेर प्लिज। राइडिङ गर्दाखेरि चाहिँ राइडर्सहरू प्लिज आफू चाहिँ हाइड्रेटेड रहनु होला। हेर्नुहोस् पानी पिउनुपर्छ, यस्तो गर्मी छ, नभए एनर्जी पुरै डाउन हुन्छ।